Hello fams, again it's me your boy Muktan Kels came up with a brand new vlog. So अहिले चाहिँ टक्कै भन्नु पर्दाखेरि चाहिँ 10:30 हुनु लागेको रहेछ है र हामी आज यस्तो हल्का ड्रेस अप गरेर चाहिँ कहाँ जानु लागेको भने चाहिँ त्यही स्पेशल डेमा चाहिँ म मेरो आप्पा है मम्मी त्यहाँदेखि हामी चाहिँ उता लाहाङ जानु लागेको. सो होप तपाईहरु सबैजना एकदम राम्रै हुनुहुन्छ होला र हाम्रो यहाँ चाहिँ एकदम गरमले बब्बाल गरम खतरा भइरहेछ र तपाईहरुकोतिर कस्तो भइरहेछ जस्ट कमेन्ट मी डाउन है र म पनि एकदम फिट एन्ड फाइन नै छु. सो हामी चाहिँ अब टक्कै ड्रेस लगाएर चाहिँ जानु लागेको. मेरो आउटफिटमा चाहिँ आज यस्तो छ. मेरो आउटफिटमा चाहिँ आज यो गो हुन्छ. सो गाइस आई एम सो एक्साइटेड सिन्स आफ्टर लङ टाइम ब्याक है म लाहाङ जानु लागिरहेको छु किनकि छुट्टी पनि थिएन नि त बीचमा छुट्टीहरु पनि पाउँदैन. सो त्यतिकै लाहाङ जानु पनि पाउँदैन. सो आज चाहिँ एकदम आइ एम सो एक्साइटेड गाइज. सो तपाईहरुलाई बुक लागिसकेर भेट्छु है. सो गाइज फाइनली मैले मेरो आउटफिट भइसकेको छ आजको लागि चाहिँ टक्क यस्तो देखिरहेको छ हैन. आफ्टर लङ टाइम ब्याक लाएर पनि होला लिटल अनकम्फर्टेबल पनि फिल भइरहेको छ तर केही छैन. आज यति स्पेशल डेमा यति त बन्दै हैन. सो गाइज कस्तो देखिरहेको छ तपाईले टक्कसँगले कमेन्ट गरिदिनुस् होला है. सो गाइज टक्क लाएर म चाहिँ है घरबाट निक्लिनु लागेको. अब मम्मीहरु चाहिँ अघि गइसक्यो किनकि उनीहरु चाहिँ गाडीमा जाने हो नि त र म चाहिँ बाइकमा जाने हो. मेरो चाहिँ बाइक उता पार्क गरिरहेको छ है. सो म चाहिँ टक्क लाएर सब एकदम रेडी भइसकेर चाहिँ निक्लिन आँटेको. सो तपाईहरुलाई अहिले बाइकको छेउमा पुगेर देख्छु है. सो गाइस मेरो बाइक चाहिँ यसरी रहेको छ हैन. हुन त अब यो मेरो बाइक त हैन तर साथीको हो हैन. अब यसको एकखेप साउन्ड सुनिदिउँ है. सो यसको आइडल साउन्ड अब साउन्ड चाहिँ यस्तो छ हैन. ट्राफिकले पक्का मार्ने पर्यो. अब यसलाई हल्का तेल लाउनु पर्छ त्यहाँदेखि चाहिँ लाग्दिउँ है गाइस. सी द वेदर गाइस. गाइस टक्कै तेल यस्तो लागिसकेको छ. अब तेल लाउनु दाजु हैन. सो गाइस अब लाग्नु है. ल ढिलो पनि भयो हैन. छ मम्मीहरु तल गयो ल. टक्कै जानुपर्ने हुन्छ है गाइस. म चाहिँ तल तपाईहरुलाई कस्तो छ भ्यू देखाइदिन्छु म गाइस. कस्तो त्यो रहेछ गाइस. चेक इट आउट है. यहाँ चाहिँ हाम्रो 0 पोइन्ट भन्छ. यहाँदेखि चाहिँ राइट जानुपर्ने हुन्छ है गाइस. हामी यस्तो गरेर ठक्कर अब उताबाट हो गाइस जानुपर्ने चाहिँ सिधो भ्यू हैन कस्तो रहेछ के रहेछ भनेर. ट्राफिक रहेछ गाइस. बाल बच गयो हैन. अब ठक्कर जाउँ हो.
यहाँबाट चाहिँ कुन चाहिँ तपाईँहरू तल मेन हाइवे नै भयो चाहिँ त्यो अब राइट साइड जानुपर्छ है गाडी त्यो राइट साइड जानुपर्छ एकदम लास्टै अफोर्ड छ हेर्नु कस्तो हुँदैछ हाम्रो अब बेसी पनि होइन यहीँ माथितिर मात्रै हो Let's go. We'll decide, guys. Let's go to the end. सो गाइस म चाहिँ ठक्क पार्किङमा आइपुगेको छ हैन यस्तो छ गाडीहरू निकै रहेछ हैन यहाँ पार्किङहरू घरहरू हाम्रो दापेलाको लुक चाहिँ यस्तो छ है गाइस सिन चाहिँ जस्ट चेक दिस आउट है अनि मेरो बाइकलाई पनि ठक्कै यहाँ पार्क गरेर राख्दिउँ हैन अब चाहिँ हामी चाहिँ यहाँबाट हिँडेर चाहिँ यता माथि पुग्नु पर्दिन्छ है सो लेट्स गो सो गाइस एकदम बब्बल गरम भइरहेको छ है अहिले चाहिँ म चाहिँ यहाँबाट यस्तो उकालो हिँडेर जानुपर्छ लास्टै गरम भइरहेको छ हैन उकालो भन्नुपर्दा चाहिँ यस्तो छ हो एकदम माथिसम्म मेरो आपा चाहिँ पानी बोकेर हिँडिरहेको छ छोरा चाहिँ यस्तो छ हैन अनि मम्मीहरू छ एकदम उकालो चाहिँ बब्बाल छ गाइस ओह्रालो हेऱ्यो भने चाहिँ यस्तो छ तपाईँलाई जस्ट म माथि पुगेर अहिले माथि लाङको सिन देखाइदिन्छु है गाइस सो गाइस एकदम बब्बाल गलेर त्यो लाङको सिन चाहिँ तपाईँले यस्तो देख्न सक्नुहुन्छ हैन माथिबाट दुईटा छोड्दै हुन्छ अहिले म त्यहाँ पुगेर पनि देखाइदिन्छु तपाईँहरूलाई यताको भ्यू चेक गर्नु गाइस हैन एकदम बब्बाल छ खास सो म चाहिँ भित्रबाट अहिले एकदम ढोकिसकेर आएको छु सिधै पसिना कस्तो आइसकेको छ हैन सो अब यता मम्मीहरूसँग जाउँ हैन साउथ हैन एकदम बब्बाल फ्रन्ट भ्यू हेर्नुलाई चाहिँ यस्तो छ गाइस हैन यो रिसेन्टली बनाइसकेको लाङ हो एकदम बब्बल छ बटर ल्यान्ड गर्ने चाहिँ तपाईँहरू यहाँ तल आउन सक्नुहुन्छ है मेरो दुईटा मम्मी चाहिँ यसरी घुमिरहेको छ हाई भन्नु हाई हाई भन्नु कस्तो छ आजको मौसम तीनखेप चाहिँ घुम्नु पर्ने हो सो मेरो दुईटा प्यारो मम्मी चाहिँ यहाँ बत्ती बाल्न आएको छ यहाँ छ गाइस बत्ती बाल्ने चाहिँ दुईटा आमाले चाहिँ उतातिर खोजिरहेको छ हो नदेखेर सो गाइस बत्ती बालिसकेको छ है एकदम पसिनाले यस्तो भएको छ मप्पले गरम त्यस्तो छ त्यही माथि यहाँ हिट गर्दाखेरि यो हिटले गर्दा एकदम लास्ट गाह्रो भइरहेको छ है सो हाम्रो दुईटा मम्मी र हामी चाहिँ बत्ती बालिसकेको छ सो गाइस बत्ती बालिसकेको छ अब चाहिँ गएर चाहिँ हल्का पानी मागेर खानुपर्ने हुन्छ यहाँ हाम्रो दुईटा आमा पनि एकदम बत्ती बालिसकेर आइसकेको छ है पानी चाहिँ खानुपर्ने छ नि बरी अब चाहिँ गएर पानी नखाइ भएकै छैन हो त्यो सो गाइस यहाँ आइपुगेपछि हामीले पावर मागेर खानै पर्ने भयो हैन गरमले लास्टै साह्रो पर्यो यस्तो डाँडामा छ नि गाइस तर भए पनि हावा छैन हो
तर यहाँ चाहिँ अलिकति अप्ठ्यारो छ मम्मीहरु चाहिँ एकदम रेस्ट सो गाइस घामले हालत चाहिँ यस्तो छ है यस्तो गर्नु परिरहेछ सो माथि छेउमा जान लागेको हामी यता मेरो दुईटा मम्मी र म चाहिँ यहाँ छेउमा घुम्नु लागेको छ सो यो चाहिँ भर्खर नयाँ बनाएको है गाइस छेतेन हैन अनि उताको चाहिँ एकदम ट्याक्क लगाएर पहिला पुरानै थियो तर भर्खर अलिकति बनाएर यता उता गरेर चाहिँ सडक देख्न बनाइदिएको छ है सो यहाँबाट नि भ्यू त गाइस एकदम बब्बाल नै देख्दो रहेछ हैन त माथिसम्म सो यति साह्रो गरम लागेको छ नि गाइस के भन्नु अब हैन गरम त लास्टै भइरहेछ यता हेर्नु नि यता नि गाउँहरु त बब्बाल नै छ स्कुल चाहिँ यता माथि छ हैन प्राइमेरी स्कुल मैले जुन त्यो लास्ट टाइम मेरो ब्लगमा भनेको थियो हैन प्राइमेरी स्कुल चाहिँ त्यहाँ माथि छ यो त गाइस ट्याक्क यति साह्रो डाँडामा छ नि तर भए पनि हावै लाग्दैन क्या गाइस हावै आउँदैन सी यति माथि छ नि गाइस हैन अब सो गाइस आज मैले यो देखाउनुको कारण चाहिँ कतिवटाहरु हैन यही गाउँबाट उनीहरु कतिवटाहरु एबर्टमा छ होला गाउँ ठाउँ हैन एकदम यस्तो बब्बाल भइरहेछ है गाइस आज यहाँ लाङमा पूजा चलिरहेछ त्यही कारणमा चेक इट आउट सो गाइस है फाइनली हामी यहाँ लाङ घुम्ने त लाङ उयो गर्ने सबै भइसकेको छ हैन एकदम खुसी लाग्यो आज चाहिँ एकदम मन पिस भयो समटाइम्स यसरी आउनु नै राम्रो हो हैन गाइस एभ्री टाइम अब एभ्री डे आउनु नसक्यो नि तर समटाइम्स यसरी आउनु चाहिँ एकदम राम्रो हो र आज म चाहिँ एकदम खुसी लागिरहेको छ सो गाइस मेरो आजको ब्लग चाहिँ यतिमै एन्ड हुन्छ सबै तपाईहरु एकदम राम्रै सन्चैसँगले बस्नु भइरहेको छ होला र गरम चाहिँ यस्तो भइरहेछ नि गाइस तपाईहरुको जग्गामा नि कस्तो के भइरहेछ जस्ट कमेन्ट मी डाउन हैन अनि तपाईहरु नि आजको दिनमा अब यति साह्रो स्पेशल दिनमा तपाईहरु नि लाङतिर गएर एकदम राम्रो प्रेयर्सहरु गरे होला भन्ने आशा छ र मेरो चाहिँ आज यतिमै एन्ड हुन्छ गाइस हैन टाइम भन्नु पर्दा चाहिँ टक्क अहिले 12:39 भएको रहेछ गाइस हो सो सबैजना स्टे सेफ टेक केयर हैन तपाईहरुलाई यो ब्लगहरु कहाँबाट हेरिरहेछ कस्तो गरिरहेछ तपाईहरुले जस्ट कमेन्ट मी डाउन सो टेक केयर स्टे सेफ बाइ बाइ पेलिन्डुबा